हामी मानव हौ र हामीलाई भोक लाग्छ। क्या हामीले भोक लाग्यो बेला कहिले भन्छौँ त एकछिन पछि पकाएर खान्छौँ अथवा भोलि पकाएर खान्छौँ भनेर? पक्कै पनि भन्दैनौँ। किन भन्दैनौँ? हाम्रो शरीरलाई त्यति बेलै ऊर्जाका लागि खाना चाहिन्छ। खाना नखाइकन हाम्रो दिमाग नि चल्दैन। तर प्रायः जसो हामी मानवको बानी के हुन्छ भन्दा चाहिँ हामीले आफ्नो प्यासनलाई फलो गर्ने बेला एकछिन पछि गर्छौँ, भोलि गर्छौँ भनेर त्यो समय खेर फालेर आउँछौँ। जुन काम अहिले गर्नुपर्ने छ अहिले नै गर्नुपर्ने छ, अहिले नै गर्नुपर्ने हुन्छ, अहिले नै गर्नुपर्छ। भोलि कहिले आउँदैन। आज गएको समय चाहिँ कहिले फर्केर आउँदैन। यदि तपाईँले सोचिरहनु भएको छ कि ए होस् न त अलिकति त टास्क बाँकी छ होइन, अलिकति त गर्न बाँकी छ, भोलि गरिहाल्छु भनेर तपाईँ एकदमै गलत हुनुहुन्छ। जुन काम तपाईँले आज गर्नुपर्ने थियो, अहिले गर्नुपर्ने थियो, त्यो काम तपाईँले नगरेर त्यसलाई समय नदिएर तपाईँले आफ्नो समय यत्तिकै खेर फालिरहनु भएको छ। तपाईँको त्यो सानो गल्तीले गर्दा चाहिँ तपाईँले ठुलो इम्प्याक्ट पर्न सक्छ, नेगेटिभ इम्प्याक्ट पर्न सक्छ, जसले गर्दा चाहिँ भोलिको दिनमा गएर तपाईँलाई पछुतो हुनेछ। मैले एउटा गिलहरी र छपारोको कथा सुनाउँछु। गिलहरीले चाहिँ दिनभरि रुखमा बसेर केही नगरिकन